हुक्काबार आयो आँगनमा कति राम्रो होली फागुनमा हुक्काबार आयो आँगनमा कति राम्रो होली फागुनमा बदलियो संसार बदलिए मान्छे बदलियो संसार बदलिए आयो नयाँ फेसन आँगनमा कति राम्रो होली फागुनमा आयो नयाँ फेसन आँगनमा कति राम्रो होली फागुनमा 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 लक्ष्मण खेलिरहेछन् राम लक्ष्मण खेलिरहेछन् जानकी साथ जनकपुरमा कति राम्रो होली फागुनमा जानकी साथ जनकपुरमा कति राम्रो होली फागुनमा शङ्कर पार्वती खेलिरहेछन् शङ्कर पार्वती खेलिरहेछन् डमरू बजाए आँगनमा कति राम्रो होली फागुनमा डमरू बजाए आँगनमा कति राम्रो होली फागुनमा 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 उपस्थित सम्पूर्ण पूर्वाहाट गाउँपालिका सम्पूर्ण आफ्नो पेसा व्यवसायमा सम्पूर्ण उपस्थित होली पूर्णिमा मनाउन यस पूर्वाहाट गाउँपालिकाको खुल्ला मञ्चमा उपस्थित सम्पूर्णलाई होली पर्व 2081 को तपाईँ सम्पूर्णको तर्फबाट र तपाईहरूलाई र तपाईँ हाम्रा घरका दाजुभाइ दिदीबहिनी स्वदेशमा रहनुहुने अथवा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावलाई तपाईँहरूको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पूर्वाहाट गाउँपालिका वार्ड नम्बर 4 को तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। उपस्थित सम्पूर्ण महानुभावज्यूहरू, उपस्थित सम्पूर्ण साथीहरू, हामी हिन्दू धर्मावलम्बीहरूको महान चाडका रूपमा फागुन पूर्णिमालाई होली पूर्णिमालाई विभिन्न किसिमका रङ्गहरू छरेर रङ्गहरू एक आपसमा टीकाकरण गरेर आदान प्रदान गरेर मनाइने फागुन पूर्णिमा हो र यहाँहरूलाई थाहा पनि छ र हामी जसरी यहाँहरू होली मनाउन हाम्रो कार्यक्रम अथवा यहाँहरू खुल्ला मञ्चमा सहभागी भइदिनु भयो, त्यसको लागि हामी हृदयदेखि यहाँहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र सँगसँगै हामी आज विशेष गरिकन होलीको मात्रै पर्व र होली खेलेर मनाइने पर्व भएको कारणले गर्दा हामी धेरै कुराहरू नगरिकन तपाईहरु उपस्थित सम्पूर्ण महानुभावजीहरू, तमाम महिला दिदीबहिनीहरू, युवा साथीहरू र बजारका व्यवसायिक सम्पूर्ण महानुभावले खुल्ला मञ्चमा आएर हाम्रो टीकाकरण हामी गरिसकेपछि हामी आफ्नै लयमा, आफ्नै शब्दमा र आफ्नै गीतमा देउडा खेल्नेछौँ। त्यसभन्दा पछि र विशेष गरिकन हामीले तुर्माहाट गाउँपालिका वार्ड नम्बर 4 को जुन पारीपट्टि हाम्रो रमणीय ठाउँ कालसिनी डाँडा जुन धार्मिक तथा पर्यटकीय हिसाबले पनि
धर्मका हिसाबले पनि र पर्यटनका हिसाबले पनि हाम्रो कालसनी डाँडा एकदमै सुन्दर र विभिन्न खालको त्यो डाँडामा गयो भने विभिन्न अन्तर जिल्लाहरूलाई सँगसँगै अन्तर पालिका र त्यहाँको सुन्दरता देख्यो भने र त्यो हेर्न लायक त्यहाँका दृश्यहरू छन् र त्योभित्र तपाईँहरूलाई सम्पूर्णलाई जानकारी पनि छ। कालसिनी डाँडामा विभिन्न किसिमका धार्मिक हाम्रा पुर्ख्यौलीहरूले मान्दै आएका कुल देवताका थानहरू र हाम्रो पुर्ख्यौलीले मान्दै आएको जुन बलिमालिकाको हुम हुने दिनमा हाम्रो त्यहाँ तुर्माखाँट गाउँपालिका 4 नम्बर वडाका सम्पूर्ण महानुभावजीहरूको त्यहाँ एउटा बलिमालिकाको हुम कुण्डल पनि छ र त्यो ठाउँमा हामी पर्यटन र प्रबन्धन र धर्मका हिसाबले पनि हामी त्यहाँ मन्दिरहरू निर्माण गर्दैछौँ र त्यो विभिन्न किसिमका तपाईँ हामीले गएर त्यहाँ आफ्नो मनोरञ्जन लिन सक्ने सामान्य केटाकेटीदेखि लिएर वयोवृद्ध बालक र युवा पङ्क्तिहरूलाई त्यहाँ हामीले निर्माण गर्दैछौँ। पिङहरू र घुम्ने जुन खालको एउटा पार्कहरूमा राखिएका सामग्रीहरू पनि त्यहाँ हामी राख्दैछौँ र त्यहाँ यहाँहरू त्यो डाँडाबाट हामीले लाली गुराँसको फुलहरू ल्याएर हाम्रो त्यही कालसिनी डाँडाको लाली गुराँसलाई ल्याएर हामीले आज होली पर्वलाई एकदम खुसी र उमङ्गका साथ एक आपसमा रङ्गहरू दलेर होली पर्व मनाउनका लागि त्यसको आकर्षक हामीले कालसिनी डाँडाको लाली गुराँसलाई ल्याएर हामीले तुर्माखाँट को खुल्ला मञ्चमा राष्ट्रिय झण्डा बनाएर हामीले एउटा राष्ट्रिय झण्डा यो बीचमा किन बनाएको भन्ने कुरा पनि यहाँहरूलाई लाग्न सक्छ, केका लागि रहेछ भन्ने कुराहरू पनि लाग्न सक्छ। हाम्रो कालसिनी डाँडामा हामी त्यहाँ धार्मिक तथा पर्यटकीय स्थलको रूपमा हामी त्यसलाई चिनाउनको लागि र त्यो क्षेत्रमा हाम्रो यस्ता लाली गुराँसहरू र काफल त्रिफुला र हामीसँग पाइने लेक कृषिमा पाइने प्रशस्त जडीबुटीहरू पनि त्यो क्षेत्रमा पाइने भएको कारणले गर्दा त्यो क्षेत्रको आज फागुन पूर्णिमाको चतुर्दशीका दिनमा हामीले त्यही ठाउँबाट कालसिनी डाँडाबाट हामीले फुल ल्याएर लाली गुराँसको आज लाली गुराँस फुलबाट निर्माण राष्ट्रिय झण्डा हामीले बनाएका छौँ र यो किसिमको एउटा हामीले त्यसको प्रचार प्रसारका लागि हामी लागिरहेका छौँ र यहाँहरूले पनि कालसिनी डाँडामा एकचोटि गएर त्यहाँको दृश्य त्यहाँ रहेका विभिन्न किसिमका धार्मिक स्थलहरूलाई भ्रमण गरेर दर्शन गर्न सक्नुहुन्छ, यहाँहरूले आकर्षक दृश्य लिन सक्नुहुन्छ र त्यसका लागि यहाँहरूलाई जानकारी गराउँदै र सम्पूर्ण उपस्थित महानुभावजीहरूले हामी बत्ती बालेर हामी टीकाकरण सम्पूर्णलाई टीकाकरण यो टेबलबाट गरेर अनि हामी एउटा खेलमा सहभागी हुन मैले अनुरोध गर्दै तपाईँहरूलाई टीकाकरण गर्नका लागि तपाईँहरू अगाडि आइदिनु हुन विनम्र अनुरोध गर्दै फागुन पूर्णिमा होली पूर्णिमाको 2081 को तपाईँहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै तपाईँहरूलाई टीकाकरण गर्न सम्पूर्णले सहभागी भइदिनु म अनुरोध गर्दछु। धन्यवाद। लाइभ मास्क लाग्यो लाइभ लाइभ मास्क लाइभ मलाई मास्क लाग्यो हाम्रो बहुत धेरै लाइभ बनाएको हजुर हजुर देखिँदो रहन्छ क्यामेरा देखिँदो रहन्छ।
हानेछु हान्नु त हाने मरिजानु